वेलकम ब्याक गाइस। त आज तपाईँलाई हामी पढाउन गइरहेको छौँ एचटिएमएल को बारेमा। सो व्हाट्स द एचटिएमएल? ठिक छ, एचटिएमएल स्ट्यान्ड फर हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज। यो चाहिँ इम्पोर्टेन्ट रहेको छ यदि हामी कुनै पनि वेबसाइट बिल्ड गर्छौँ भने चाहिँ यो एउटा हाम्रो बेसिक स्ट्रक्चर नै हो। सो बिगिन गरौँ त। एचटिएमएल को फर्स्ट हामी एउटा क्विक सिम्बल हेरौँ त, क्विक बेसिक स्ट्रक्चर हेरौँ। ठिक छ, सो बेसिक स्ट्रक्चर चाहिँ हजुरको यस प्रकार रहेको छ। डक टाइप हुन्छ, तपाईँको भर्जनलाई डिक्लेयर गर्छ, कुन भर्जनको एचटिएमएल हामी युज गर्दैछौँ। करेन्टली चाहिँ हामी एचटिएमएल 5 युज गर्दैछौँ। अनि एचटिएमएल हामीलाई बताउँछ कि हाम्रो सुरु भइसकेको छ एचटिएमएल डकुमेन्ट, रुट्स अफ डकुमेन्ट भने एचटिएमएल डकुमेन्ट यहाँदेखि स्टार्टिङ भयो हाम्रो एचटिएमएल डकुमेन्ट्स भनेर जनाएको छ। एन्ड हेड ट्याग चाहिँ हाम्रो किन युज, हेड ट्याग हाम्रो युज हुन्छ मेटा ट्याग्स, मेटा डाटा, लिङ्क्स, टाइटल्सहरू हाल्नको लागि, योभित्र हाल्नको लागि। सो एज यु क्यान सी टाइटल भनेको हजुरको अब कुनै वेबसाइटको यता टपमा जो हुन्छ नि त, यो तपाईँको जसरी यो देख्नु नि पिएस कोड लेखेर आएको छ। जसरी म केही अरू हाने भने हजुरको म जसरी हानौँ च्याट जिपिटी ल बोल्ट बोल्ट डट, ठिक छ, या नेपाली सेयर हानौँ। ठिक छ, यसको टाइटल यो रहेको छ म्याप्से चार्ट भनेर, यसलाई टाइटल भनिन्छ। यसमा जुनै पनि टेक्स्ट स्ट्यान्डर्ड देख त्यो विथ द हेल्प अफ दिस होला यहाँ। ठिक छ, एमा नो निड टु वरी, यो त टाइटल त भयो। अब मेटा ट्याग भन्नाले के, मेटा ट्याग भनेको डाटाको पनि डाटा हो क्या। मेटा डाटा भनेको डाटाको पनि डाटा। यो कस्तो हो त डाटाको डाटा भन्दाखेरि चाहिँ फर इक्जाम्पल हामी युज गर्दैछौँ, ठिक छ, हामी स्क्रिन युज गर्छौँ, हामी टेक्स्ट युज गर्छौँ, हामी डिफ्रेन्ट कम्पोनेन्ट्स युज गर्छौँ। त्यसको बारेमा हामीले कुनै चिज बताउनु पर्यो ब्राउजरलाई भन्दाखेरि चाहिँ हाम्रो मेटाट्याग युज गरिन्छ। ठिक छ, मेटाट्याग युज गरिन्छ सिम्पल डाटाको डाटा राख्नलाई। जसरी फर इक्जाम्पल हामी ब्राउजरमा हाम्रो जब वेब पेज रेन्डर हुन्छ हामी बताउन सक्छौँ कि कसरी रेन्डर गर्ने, कति भ्यू पोर्ट राख्ने। भ्यू पोर्ट भन्नाले जति देखिन्छ नि त हामीलाई, जति देखिनलाई यहाँ त्यो भ्यू पोर्ट भयो, त्यस्तो बुझ्नु क्या अहिले, त्यो भ्यू पोर्ट भयो। ठिक छ, अब लिङ्क्सको कुरामा हो। लिङ्क्स लिङ्क्स भनेको यहाँ धेरै प्रकारका लिङ्क्स छन्। सिएसएस को लिङ्क, यदि हामी बाहिरदेखि कुनै फन्टहरू या आइकोन्सहरू ल्याउँछौँ भने त्यसको लिङ्क, तिनी लिङ्क्स पनि हाम्रो हेडभित्र नै एड गरिन्छ। ठिक छ, सिएसएस को, जाभा स्क्रिप्टको एनी अदर्स, तिनी लिङ्क्सहरू हाम्रो हेडमा युज गरिन्छ। अनि साधारण उसरी नर्मल केसेसहरूमा यसलाई चाहिँ रेन्डर गरिँदैन। ब्राउजर आफ्नो पछाडि पछाडि गर्न यहाँ हुन्छ यो काम, तर युजरलाई चाहिँ यो देखिन्न। यो टाइटल बाहेक अर्कै देखिन्न, लिङ्क्सहरू देखिन्न, मेटा ट्याग्सहरू देखिन्न। ओके, हेडको कुरा यत्तिकै रहेको छ एज यु क्यान सी। हेरौँ यो। अनि एचटिएमएलमा क्लोजिङ ट्याग, ओपन र क्लोजिङ ट्याग हुन्छन्, दुईवटा ट्याग हुन्छन्। यसलाई ओपन भन्छन्। ठिक छ, नर्मल जो देख्नु नि यो ओपन, अनि यो चाहिँ हजुरको क्लोजिङ। अब ट्याग यो ओपन क्लोजिङमा पनि हजुरको एउटा हुन्छ हाम्रो प्री ट्याग भनौँ, जो पेयरमा हुन्छन्, पेयर ट्याग भनौँ। ठिक छ, पेयर ट्याग हो आई गेस। पेयर ट्याग के हुन्छ, पेयरमा हुन्छ क्या, जसरी यो ओपन क्लोजिङ भयो। अब कुनै कुनै ट्याग हुन्छन् जो सिङ्गली आउन यहाँ हुन्छन्, तिनको एउटै मात्र हुन्छ, क्लोजिङ हुँदैन। तर मोस्ट अफ द क्लोजिङ हुन्छ, रिमेम्बर मोस्ट अफ को क्लोजिङ ट्याग हुन्छ, पेयरमा हुन्छ मोस्ट अफ द ट्याग्सहरू। तर कुनै कुनैको हुँदैन, तिनी सिङ्गलै आउने गर्छन्। यो कुरा बुझौँ। अब कुरा आयो बडी, दिस इज द इम्पोर्टेन्ट ट्याग। ठिक छ, यसमा हामी जति पनि यो बडी ट्यागको भित्र हामी जो पनि काम गर्छौँ त्यो हाम्रो सिधा ब्राउजरले रेन्डर गर्छ अनि डिस्प्ले गराउँछ। ठिक छ, यो कुरा याद राखौँ, रेन्डर गराउँछ। भिजिबल पेज कन्टेन्ट भनेको छ त्यसैले। यो आयो हाम्रो बेसिक स्ट्रक्चरको बारेमा। ठिक छ, अब कुरा गरौँ हाम्रा टेक्स्ट फर्मेट। टेक्स्ट फर्मेटले नामले नै हजुरलाई स्पष्ट भएको छ कि टेक्स्टको फर्मेट कसरी कस्तो राख्ने त।
सिम्पल छ हेडिङ हेडिङ ट्यागले हेडिङ दिनलाई युज गरिन्छ अनि यो 1 देखि 6 सम्म छ ठीक छ अनि यसको ओपन र क्लोजिङ हुन्छ बाइ द वे यहाँ क्लोजिङ छ यहाँ हल्का मिस्टेक भएको छ टेक्निकल मिस्टेक सो लेट्स करेक्ट इट हजुरको यहाँ क्लोजिङ ट्याग पनि हुन्छ ठीक छ यो स्ल्यास लगायो भने क्लोजिङ ट्याग भइहाल्यो अनि प्याराग्राफ पनि क्लोजिङमा हुन्छ यो चाहिँ हजुरको बिआर चाहिँ क्लोजिङमा हुँदैन एचआर पनि क्लोजिङमा हुँदैन सिंगलै आउँछ स्ट्रङ पनि हजुरको क्लोजिङमा आउँछ ठीक छ बाइ द वे यहाँ नाम तपाईँ आफै राख्नु होला अनि यहाँ इन्दुई पनि क्लोजिङमा हुन्छ ठीक छ क्लोजिङ लेखिदिन्छु सिएलओ क्लोज लेखिदिन्छु यो क्लोज हुनुपर्छ यो पनि क्लोज हुनुपर्छ योभन्दा तलका सबै क्लोज हुनुपर्छ ठीक छ जसरी अब एज नेम सजेस्ट हेडिङ चाहिँ हजुरको हेडिङ दिन युज गरिन्छ अनि H1 इज बिगेस्ट भने हा त H1 इज स्मलेस्ट बुझौँ आइएम सरी H6 इज द स्मलेस्ट ठीक छ H6 सबभन्दा स्मलेस्ट हो हेडिङको बारेमा बुझ्नुभयो जसरी यहाँ पनि हेडिङहरू छन् सबभन्दा ठुलो अनि त्यसपछि सानो 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 अब दोस्रो आयो प्याराग्राफ प्याराग्राफ ट्याग के को लागि युज हुन्छ प्याराग्राफ बनाउनको लागि ओके सिम्पल बिआर यो लाइन ब्रेकको लागि युज हुन्छ अब वाइ वी निड टु डु अ लाइन ब्रेक ठीक छ जसरी अब नर्मली के हुन्छ तपाईलाई म युज केस म अहिले देखाउने छु नर्मली एचटीएमएल पुरा टेक्स्टलाई स्ट्रेट लाइनमा रेन्डर गरिदिन्छ क्या तर कति बेला चाहिँ यहाँ हुन्छ हामीलाई कुनै टेक्स्ट जसरी कुनै टेक्स्ट आइम सरी कुनै टेक्स्ट यहाँ छ ल टेक्स्ट यहाँ नि फर्मेट तल आओस् भन्नको लागि हामी बिआर ट्याग युज गर्छौँ ठीक छ हामी यसरी काट्दैनौँ यसरी काटेर केही हुँदैन बुझ्नुभयो त्यसको लागि बिआर ट्याग युज गर्छौँ अनि एचआर ट्याग होरिजेन्टल रुल भने एक तर यो होरिजेन्टल लाइन ल्याइदिन्छ कि हजुरको फर डकुमेन्टमा जसरी एचआर ट्याग युज गरे भने हजुरको यस्तो लाइन देखाउँछ ब्राउजरमा ठीक छ एउटा स्ट्रेट लाइन देखाउँछ होरिजेन्टली हजुरको आयो अनि स्ट्रङ ट्याग र इएम ट्याग बाइ द वे स्ट्रङ ट्याग र बी ट्याग ठीक छ दुईटै क्लोजिङमा हुन्छन् अनि यो युज गरिन्छ बोल्ड गर्नलाई गाडा जसरी यो गाडा छ नि त यो टेक्स्ट गाडा यो भन्दा त्यस्तै गर्नको लागि हामी स्ट्रङ ट्याग युज गर्छौँ अनि इएम ट्याग युज गरिन्छ तपाईको इटालिक गर्नलाई इटालिक भन्नाले अहिले म इटालिक गरेर देखाउँछु यसमा नर्मली इटालिक भनेको यस्तो के तपाईको हल्का तिर्छो ल्याइदिने भयो ठीक छ तिर्छो ल्याउनलाई युज गरिन्छ अनि मार्क ट्याग चाहिँ हजुरको कुनै पनि चिजलाई हाइलाइट गर्नलाई युज गरिन्छ हाइलाइट इन द सेन्स यस्तो हाइलाइट यसरी हाइलाइट गरिदिन्छ ब्राउजरमा यो अहिले म तपाईलाई खालि यति देखाउन लागि हो अहिले गरेर देखाउँछौँ ठीक छ अनि यो सुपर ट्याग र सब ट्याग भनेको तपाईको यो हजुरको म्याथमेटिकल फर्मुलाजहरू लेख्नमा युज हुन्छ जसरी a स्क्वायर a को माथि 2 त्यसरी डाइरेक्ट त आउँदैन ब्राउजर रेन्डर गर्दैन तर हामीले सुपर स्क्रिप्ट युज गर्यो भने a को माथि 2 ल्याउन सक्छौँ अनि अब सबस्क्रिप्ट के को लागि युज हुन्छ त जसरी अब H2O छ केमिस्ट्रीको 2 तल नर्मली आउँदैन त्यसको लागि हामीले सबस्क्रिप्ट युज गर्ने ठीक छ सबस्क्रिप्ट युज गर्ने अब लास्टमा कुरा आयो प्री ट्यागको यो वान अफ द अलग ट्याग छ किनकि यो ट्यागमा चाहिँ तपाईको फर्मेट एज इज इट राखिदिन्छ वेब पेजले जसरी तपाईले जति लाइन दिनुभयो जति स्पेस हाल्नुभयो त्यो सब देखाउँछ नर्मली यिनी ट्याग्सहरुमा हजुरको यो सब ट्यागहरुमा देखाउँदैन स्ट्रेट लाइनमा लिन्छ लिटिल लिटिल ग्याप दिएर अरु केही देखाउँदैन ठीक छ तर प्री ट्यागमा तपाईले जति ग्याप दिनुभयो इन्टर हानेर नेक्स्ट लाइनमा ल्याउनुभयो त्यो त्यसरी रेन्डर गरिदिन्छ के हजुरको पुरा स्टाइल कपी गरिदिन्छ जो हजुरले हाम्रो कोड एडिटरमा लेख्नु भएको छ ठीक छ यो भयो तपाईको यसको बारेमा अब कुरा गरौँ हजुरको ग्रुपिङ कन्टेन्टको बारेमा ग्रुपिङ कन्टेन्ट एज नेम सजेस्ट यिनी सब एलिमेन्ट छन् ठीक छ यिनी सब एलिमेन्ट युज गरेर हामी एउटा कुनै चीज बनाउने हो ठीक छ एउटा कुनै प्रोडक्ट या एउटा कुनै कार्ड बनाउला या कम्पोनेन्ट बनाउला ठीक छ त्यो सबलाई एक ठाउँमा राख्नको लागि युज गरिने हो हाम्रो डिभ ठीक छ डिभ युज गरिन्छ स्प्यान हेडर इन सबै युज गरिन्छ अब यिनको केसहरू अलग अलग छन् को कहाँ युज गरिन्छ भनेर पहिले नर्मली इन्दु हेरौँ नर्मली युज गरिन्छ हरेक भित्र डिभ र स्प्यान ट्याग
हरेकमा युज गरिन्छ हजुरको हेड भयो मेन भयो न्याब भयो न्याबमा पनि युज गर्न सक्छौँ असाइड भयो हरेकमा युज गरिन्छ तर डिपको खासियत के हो भने ब्लक लेभल कन्टेनर भनिन्छ यदि हजुरले डिप डिफाइन गरिदिनु भयो भने त्यो पुरा लाइन लिन्छ कि हजुरको यहाँदेखि यहाँ स्ट्रेट लाइन जस्तो लिन्छ अब नेक्स्ट एलिमेन्ट आइगयो तलदेखि रेन्डर गर्छ तल आउँछ तल नेक्स्ट लाइनमा हुन्छ एउटा लाइन पुरा खान्छ वेयर एज स्प्यान ट्याग चाहिँ हजुरको इनलाइन कन्टेनर भनिन्छ जो मिनिमम स्पेस लिन्छ फर इक्जाम्पल यसलाई जति चाहिने हो त्यति मात्र लिन्छ त्योभन्दा बढी लिँदैन एडजस्ट गरिदिन्छ अनि यसमा के हुन्छ हजुर स्प्यान ट्याग कहीँ डिफाइन गर्नु भएको छ अनि त्यसपछि हजुरले अर्को ट्याग डिफाइन गर्नु भएको छ भने अर्को ट्याग स्प्यान ट्यागको खतम हुँदैखेरिदेखि अर्को ट्याग आइदिन्छ ठिक छ यिनमा फरक यही भयो यो पुरा लिन्छ यो टेढो मान्छे हो यो हरेक एरिया लिने हो तर यो मिनिमम कमभन्दा कम एरिया आफूलाई जति चाहिन्छ त्यति एरिया लिन्छ अब कुरा आयो हेडर फुटर सेक्सन आर्टिकल मेन र न्याब असाइड यो एक तरिकाले हाम्रो फर्मेट हो क्या तपाईँहरूको जसरी कुनै पनि वेबसाइटमा तपाईँको हेडर फुटर हुन्छ क्या जसरी विकिपीडिया हेरौँ विकिपीडियामा हजुरको हेडर फुटर सब हुन्छ ठिक छ म एकचोटि हजुरलाई वेब फर्मेटै लेखा टी हो ओके हल्का नेट स्लो छ सो एडजस्ट यो तपाईँ देख्नु हुँदैन त बाइ इमेजमा जाउँ यसरी बहुत गाह्रो भयो लोड एक्जाम्पल हाम्रो कुनै पनि इमेज इनिकम्सले नै बनेको हुन्छ तपाईँको यो हेडर सेक्सन मेन त को एलिमेन्ट कहाँ आउँछ भन्ने कुरा हो क्या हेडर चाहिँ हजुरको यस्तो हेडर यो हेडर हो इम्पोर्टेन्ट पार्टले जनाइन्छ टप केमा आउने फुटर के भयो फुटर यो तपाईँको यो भयो यो फुटर हो ठिक छ असाइड चाहिँ यो भयो भनेको हजुरको यो जो मेन चिज लेख्नुहुन्छ नि त इम्पोर्टेन्ट इन्डिपेन्डेन्ट पार्ट इम्पोर्टेन्ट हो तर इन्डिपेन्डेन्ट हो ठिक छ त्यस्ताहरूलाई डिफाइन गर्नको लागि हजुरलाई आर्टिकल चाहिन्छ अनि सेक्सन पनि सेक्सन आर्टिकलको माथि हुन्छ या कबै कोही सेक्सनभित्र आर्टिकल पनि हालिन्छ ठिक छ सेक्सन एक पार्ट डिफाइन गरिदिन्छ आई गेस इट्स टेकिङ टाइम टु मच टाइम ल हेरौँ जसरी अब यहाँ तपाईँ हेर्न सक्नुहुन्छ टप बता नेभिगेसन ओ सरी नेभिगेसन युज गरिन्छ तपाईँलाई एक पेजदेखि अर्को पेजमा लग्न या यिनीहरू नेभिगेसन भयो तपाईँको एक्सन भयो टक नेभिगेसन अब हजुरको यो अलग चिज रेन्डर गरिदिन्छ यो नेभिगेसन ट्याग भयो एक ठाउँदेखि दोस्रो लगिदिन्छ क्या त्यसैले यसलाई नेभिगेसन ट्याग भनिन्छ न्याप ट्याग नेभिगेसन ट्याग पनि बुझ्नुभयो अब मेन कन्टेन्ट हजुरले त्यो सेक्सनभित्र आउँछ मेन भन्दाखेरि चाहिँ हजुरको जो मेन हुन्छ नि त मेन कन्टेन्टलाई जनाउँछ कि कुनै पनि वेबसाइट हुन्छ त्यसको के कारण हुन्छ नि त मेन चिज हुन्छ जसरी अब यसमा हजुरको विकिपीडियामा नेल्सन विक छ यसको मेन कन्टेन्ट नै भनेको यही हो नि मेन फोटो एन्ड यहाँ भएको तपाईँ देख्न सक्नुहुन्छ यो मेन भयो क्या यसको मेन सेक्सन भयो यो तपाईँ यहाँदेखि पुरा यहाँ भएको मेन सेक्सन भयो फुटर बुझ्नुभयो सो यति नै रहेको छ साइड भनेको हजुरको साइड भन अब यो साइडमा मोस्ट अफ पुरानो टाइममा त एड्सहरू देखाउँथे या फेभरेट युर फेभरेट नेक्स्ट रिकमेन्डेसन यस्ताहरू चिज हुन्थे यो साइड हो हजुरको असाइडलाई यतातिर ल्याइन्छ ओके ठिक छ करेन्टली यो मैले काटिदिएँ यस कोड पछि गरौँ ठिक छ हजुरको अहिलेसम्म असाइड भयो अनि आज कुरा गरौँ लिस्टको अनि भोलि चाहिँ हामी अरू कुराहरू गर्नेछौँ मिडिया तिनीहरू त लिस्ट जसरी लिस्ट दुई प्रकारका हुन्छन् अर्डर र अनअर्डर ठिक छ अर्डर लिस्टमा के हुन्छ अर्डर लिस्टमा 1 2 3 भनेर हुन्छ अर्डर लिस्टमा ठिक छ
अनअर्डरमा हजुरको 1 2 आउँदैन, जसरी स्टार, टिक लगाया, डिस्क, स्क्वायर, डायमन्ड, यस्ता अलग अलग आउँछ नि त, तिनीहरूले गर्छ कि लिस्टमा त्यस्ता सिम्बलहरू इन्क्लुड गर्छ। अर्डरमा चाहिँ हजुरको 1 2 3 एबिसिडी, आई आइआई आइआइआई, आइबी, त्यो 1 2 3 4 रोमनमा हुन्छ नि त, त्यसले डिस्क्राइब गरेर। ठिक छ, यो भयो हाम्रो लिस्टको बारेमा। अब कुरा गरौँ डाइरेक्ट प्र्याक्टिकल। ओके, यदि हजुरलाई अब कोडिङ गर्ने मन छ भने बिएस कोड हजुर इन्स्टल गरिहाल्नु। बाइ द वे हाम्रो यो कोड एडिटर हो, हजुर नोटप्याडमा पनि गर्न सक्नुहुन्छ यसको कोडिङ। एज यु नो, एचटिएमएलमा हामी जुनै पनि प्रोग्रामको कोडहरू लेख्ने हो त्यो ब्राउजरमा रेन्डर गरिन्छ, अनि हामी डाइरेक्टली नोटप्याडमा पनि गर्न सक्छौँ। नोटप्याडमा कोडहरू लेखेर अनि लास्टमा फाइल नेममा डट एचटिएमएल लेख्यो भने त्यो ब्राउजरमा कन्भर्ट भइहाल्छ, ब्राउजर फर्मेटमा कन्भर्ट भइहाल्छ, अनि ब्राउजरमा हामी हेर्न सक्छौँ। तर अहिले स्टार्टिङबाटै हामी बिएस कोडमा ल्याउँ, इजी हुन्छ, इरर्सहरू थाहा पाउनलाई, डिबगिङ गर्नलाई इजी हुन्छ। त त्यसको लागि हामीले के गर्नुपर्छ, बिएस कोड डाउनलोड गर्ने, गुगलमा सर्च हान्ने, बिएस कोड गर्ने, अनि डाउनलोडमा थिच्ने, अनि हजुरको जुन कम्प्युटरको स्पेसिफिकेसन छ त्यसको अकर्डिङ गर्ने। जसरी अब विन्डोज बाई विन्डोज, मोस्ट अफको विन्डोजै हुन्छ, सो विन्डोजमै गरौँ। बाँकी अब म्याक र लिनक्सको लागि तपाईँ गर्न सक्नुहुन्छ। एचटिएमएलको यो रह्यो। अब कुरा गरौँ, वान्स तपाईँले यो सेटअप गरिसक्नुभयो, अनि बाइ द वे एक चिज याद राख्नु हा, ओपन विथ कोड भन्ने चिज हजुर डाउनलोड गर्नु होला। जसरी एउटा एड विथ या ओपन विथ कोड भन्ने अप्सन होला, त्यसमा टिक गर्नु होला, टिक गर्नु होला, नभुल्नु होला। ठिक छ, टिक गर्नु होला, कतै नभुल्नु। यो ओपन विथ ट्याग भन्ने सिलेक्ट हाल्ला कि इन्स्टल गर्दाखेरि, त्यति बेला त्यसमा थिच्नु होला। त्यसले के हुन्छ भनेदेखि अहिले बताउँछु। त्यसले के हुन्छ कि अब तपाईँ कुनै पनि फोल्डर, ठिक छ, जसरी म अहिले हजुरको एउटा फोल्डरमा आएँ, ठिक छ, अनि मलाई चाहियो कि मलाई कोडिङभित्र नै कोडिङ गर्नु हो कि कोडिङका फाइल्सहरू राख्नु हो। त्यसको लागि हामी के गर्न सक्छौँ भने कोडिङमा जाने, राइट क्लिक हान्ने, ओपन विथ कोड गरिदिने क्या, डाइरेक्ट भिएस कोड हाम्रो यसरी खोलिदिन्छ। अब ठिक छ, फाइल हेर्नु पर्यो कहाँ छौँ भनेर, यहाँ थिच्ने, कुन फाइल हो त, कुन फोल्डर हो भन्नेले हेर्नाले यो कोडिङ फोल्डर हो, नाम लेखा। अब यो भित्र हामीले आफ्नो कोडिङको लेख्ने, ठिक छ, कोडिङको आफ्नो प्रोग्राम लेख्ने, एचटिएमएल प्रोग्राम। ठिक छ, त्यसको लागि गरौँ हामी, ल डे 1 लेखौँ अहिले, डे 1 डट एचटिएमएल, यसरी फाइल क्रिएट गर्ने। डट एचटिएमएल लेख्न नभुल्नु होला। ओके, त्यो चिज याद राखौँ। अनि डट एचटिएमएलले त तपाईँको त्यो लेखिन्छ, ठिक छ, तर यसलाई भ्यू पनि गर्नु पर्यो। त्यसको लागि तपाईँ यो यसलाई एक्सटेन्सन भनिन्छ, अनि यहाँबाट हजुर डाउनलोड गर्नु होला लाइभ सर्भर, एफइआरबिइआर, लाइभ सर्भर, ओपन विथ लाइभ सर्भर भन्ने हुन्छ। तपाईँ कुनै पनि डाउनलोड गर्नुहुन्छ। अहिले मैले लाइभ प्रिभ्यू डाउनलोड गरेको छु बाइ द वे, जसरी लिभर लेखा छु। अब यो लाइभ सर्भर यो डाउनलोड गर्नु होला, मैले गरिसकेको छु। अनि लाइभ प्रिभ्यू हुन्छ जो इजिली यहाँनिर नै रेन्डर गरिदिन्छ। लाइभ प्रिभ्यू यो हो साथीहरू, लाइभ प्रिभ्यू यो हो। अनि ओपन विथ कोड गर्नको लागि चाहिँ हामीले यहाँदेखि यसरी ओपन विथ लाइभ सर्भर गर्नुपर्छ। ठिक छ, करेन्टली म अहिले लाइभ प्रिभ्यूदेखि गएँ, के छ त, केही छैन, किनकि हाम्रो ब्राउजरमा अहिले केही छैन। अब जसरी मैले भनेको थिएँ तपाईँले एचटिएमएलको कोड लेख्नुपर्छ। त्यसको लागि हामीसँग एउटा सर्टकट छ, टेम्प्लेट दिएको हुन्छ बिएस कोडले, एक्सक्लेमेसन मार्क, ल ठिक छ, यो सिम्बल ध्यान राख्नु, यो सिम्बल थिच्नु होला। अनि यो सिम्बल लेखेर यस्तो आयो भने अनि इन्टर हानिदिने क्या, डाइरेक्ट इन्टर हान्ने, इन्टर हानेपछि तपाईँको यस्तो खुल्छ। ठिक छ, भन्नलाई यो के हो, यो हजुरको बेसिक स्ट्रक्चर अफ द एचटिएमएल। ओके, जसरी मैले यो बताएको थिएँ, भर्जनलाई डिफाइन गर्छ डक टाइप,
एन्ड यहाँ ल्याङ्ग्वेज इङ्ग्लिस भनेको अब ल्याङ्ग्वेज इङ्ग्लिस हो, कुन ल्याङ्ग्वेज युज गर्दैछौँ भनेर बतायो एचटिएमएललाई। अनि हेडभित्र मैले तपाईँलाई भनेको थिएँ डाटाको पनि डाटा लिने क्यारेक्टर सेट कुन युज गर्ने भने त युनिकोड फर्मेटमा युज गर्ने भने आजकलको लेटेस्ट युज गर्ने भन्यो। अनि जसरी अब नेममा भ्यू बोर्ड छ, भ्यू बोर्ड कुन राख्ने कसरी राख्ने, इनिसियल स्केल 1.0 भन्यो। यो अहिले तपाईँहरू बुझ्नुहुन्न, नर्मली त्यही बुझौँ। डाटाको पनि डाटा राख्छ योमा। अनि यो भ्यू पोर्टको लागि हो। भ्यू पोर्ट भने तपाईँ जो ब्राउजरमा यो देख्नु हुँदैन नि त, यो वाइट देख्नु नै, यसको बारेमा डिफाइन गर्छ कसरी देखाउने भनेर, रेन्डर गर्ने भनेर। अब अलग अलग ब्राउज अलग अलग सिस्टमको लागि अलग अलग रेन्डर गर्नु पर्यो नि त। जसरी फोनको डिजाइन मोबाइलमा हो, फोनको डिजाइन कम्प्युटरमा राम्रो देखिने भएन, कम्प्युटरको डिजाइन फोनमा राम्रो देखिने भएन, केही प्रब्लम आउन सक्छ। सो त्यहीको लागि यो युज गरिन्छ भ्यू पोर्ट अलग अलग, जसरी मोबाइल ट्याब्लेट अनि एक्सेट्रा अलग अलगको लागि अलग अलग युज गरिन्छ। अब कुरा आयो टाइटल। टाइटल मैले के भन्नु तपाईँको यो देखाउँछ नि त, यही हो टाइटल। अब टाइटल चेन्ज गरिदिउँ, फर्स्ट डे हेर्न सक्नुहुन्छ, फर्स्ट डे आएको टाइटल। बडीमा मैले के भनेको थिएँ, बडीमा मेन चिज हुन्छ, तपाईँले जे पनि गर्नुहुन्छ सब चिज रेन्डर यहाँ गरिदिन्छ, ठिक छ, रेन्डर गर्छ। तब जसरी म हेडिङमा गएको थिएँ नि त, हेडिङ ट्याग युज गरौँ, हेलो वर्ल्ड, ठिक छ। जे चिज पनि तपाईँ यहाँ लेख्नुहुन्छ यो सब रेन्डर गर्छ यतातिर, ओके, ठिक छ। नाउ रिमेम्बर h1 इज अ ब्लक एलिमेन्ट, यसले पुरा लाइन लिन्छ, ओके, पुरा लाइन लिन्छ। हाउ डु वी नो, हामीलाई कसरी थाहा, अहिले हामी CSS को हिसाब, CSS को एउटा स्टाइल दिनेवाला छौँ, ब्याकग्राउन्ड कलर रेड, ठिक छ। एन्ड एज यु क्यान सी, ठिक छ, यसले पुरा लिएको छ, पुरा एरिया लिन्छ यसले। म यसलाई ब्राउजरमा पनि ओपन गर्न सक्छु, देख्नुभयो, यसले हजुरको पुरा एरिया लिएको, 100% विथ, यस्तो जो छ पुरा 100% लिन्छ। यो हो ब्लक लेभल एलिमेन्ट, ब्लक एलिमेन्ट यसरी मैले तपाईँलाई भनेको थिएँ h1 सबभन्दा ठुलो, अनि h2 त्योभन्दा सानो, अनि सबभन्दा सानो h6 स्मल। हेर्न सक्नुहुन्छ कति सानो हो, हेर्न। सो एज यु क्यान सी यही नै हो सबभन्दा स्मल। कुरा आयो हेडिङको ल भयो, ठिक छ, तपाईँले बुझ्नुभयो कसरी बेसिक स्ट्रक्चर लेख्ने अनि कसरी बडीभित्र टेक्स्ट फर्मेटका ट्याग्सहरू युज गर्ने। प्याराग्राफ ट्याग मैले भनेको थिएँ प्याराग्राफ बनाउन युज गरिन्छ। अनि प्याराग्राफ तपाईँलाई थाहा छ हमेसा न्यू लाइनमा सुरु गरेर अनि न्यू लाइनमा खतम गरिन्छ। प्याराग्राफ अलवेज स्टार्ट्स विथ न्यू लाइन, कहानी जसरी तपाईँ यहाँ कोड हेर्न सक्नुहुन्छ, h1 पछि प्याराग्राफ गरे हौँ, तर कभी प्याराग्राफ यसरी हेडिङ पछि डाइरेक्ट प्याराग्राफ आउँछ नै, एक लाइनको ग्याप हुन्छ अनि त्यसपछि प्याराग्राफ आउँछ नि, सेम त्यही हो, हेर्न सक्नुहुन्छ। अब देख्नुभयो, एक लाइन ग्याप दियो अनि त्यसपछि प्याराग्राफ आयो। अब कुरा यो हो कि यो प्याराग्राफको साइज फिक्स हुन्न, यो ठुलो प्याराग्राफको यो हजुर एउटा पुरा लाइन लिने हुन्छ कि विथ, यदि विथमा सबै चिजहरू आउँछ पुरा एकै लाइनमा पनि आउन सक्नुहुन्छ, विथमा अटाएन भने आफूलाई खुम्चाउने हुन्छ, तोडेर मोडेर दोस्रो लाइनमा ल्याउने हुन्छ। त्यही कुरा आउँछ बिआर ट्यागको, नै हामीलाई चाहियो कि यसपछि त लाइन टुट्नु पर्यो, यो ल यो सिट चाहिँ तल आउनु पर्यो भन्दाखेरि चाहिँ अब उसरी आउँदैन, हामीले बिआर ट्याग युज गर्यो भने सिधा हुन्छ। जसरी अब सिट तल चाहियो भने इन्डीको बिचमा बिआर ट्याग युज गर्ने, बिआर ट्याग युज गर्ने, हेर्न सक्नुहुन्छ योबाट तल आयो सिट, अनि यहाँ पनि हेर्न सक्नुहुन्छ सिट तल आयो।
बाइ द वे यो मोबाइलको भ्यू हो ठिक छ अनि यो हजुरको नर्मल पिसीमा जो भ्यू हुने हो त्यो हो यो सिट भन्ने यसरी हामी मल्टिपल दिन सक्छौँ बिआर कहाँ दिने मन छ त्यो अकर्डिङ टु द युज भयौँ ठिक छ यहाँ दुईवटा लाइन तोडिदियो यहाँनिरदेखि लाइन तोड्यो यहाँनिरदेखि लाइन तोड्यो यो भयो बिआर ट्यागको अब हामीलाई चाहियो नाइ यसपछि हजुरको कुरा आउँछ हामीलाई चाहियो कि यो लरेन्स छ नि त मतलब यहाँनिर हामीले एउटा स्ट्रेट लाइन चाहियो त्यसको लागि के युज गर्ने भनेको थिएँ एचआर ट्याग ठिक छ एचआर ट्याग युज गरौँ आयो नि स्ट्रेट लाइन एकदम स्ट्रेट त्यसको लागि एचआर ट्याग युज गरौँ अब कुरा आयो स्ट्रङ मैले तपाईँलाई भने हो स्ट्रङ र बी एउटै हो फर इक्जाम्पल यहाँ हेर्न सक्नुहुन्छ स्ट्रङ ट्याग युज गरेँ अनि मैले लेखेँ सेम सेम ठिक छ के गरेँ स्ट्रङले गाडापन बढाइदियो नि त वेट बढाइदियो नि त एक तरिकाले भारी लाग्दैन नि त यो अरूभन्दा यिनीहरूका धुम्लाहान यो हल्का बढी छ नि त भारी जसो छ सेम मैले भने चाहिँ सेम र आइएम सरी स्ट्रङ र बी ट्याग सेम फङ्सनालिटी पर्फर्म गर्छन् देख्न सक्नुहुन्छ सेम छ केही फरक छ खासै केही फरक छैन बाइ द वे बिआर ट्याग युज गरेर हामी नेक्स्टमा ल्याउँ के छ फरक सब सेम छ त्यसै गरी मैले भनेको थियो तपाईँलाई एउटा बिआर ट्याग ल्याउँ नत्र नि उतादेखि रेन्डर गर्छ हजुरको आई ट्याग इटालिकमा लेख्छ तिर्छे लेख्छ भनेको थियो नि तिर्छो लेख्छ भनेर नि तिर्छो लेख्यो नि अनि इएम ट्याग पनि हजुरलाई तिर्छो लेख्छ भनेको थिएँ ठिक छ सेम केही फरक छैन फरक एउटा छोटो फरक छ त्यो भनेको के हो भन्दाखेरि चाहिँ यसको सेमेन्टिक मिनिङ छ ठिक छ यसको पनि सेमेन्टिक मिनिङ छ यसको त्यति खासै मिनिङ ब्राउजरले त्यति वास्ता गर्दैन यसलाई नर्मली नै लिन्छ तर यसलाई इम्पोर्टेन्सको रूपमा लिन्छ सेमेन्टिक छ यो नन सेमेन्टिक हो त्यति नै हो अरू केही खासै फरक छैन ठिक छ अनि तपाईँको भयो यो हजुरको हिन्दी पनि सक्यो अब कुरा गरौँ मार्कको मार्क तपाईँलाई भनेको थिएँ इम्पोर्टेन्ट चिज जनाउनको लागि युज हुन्छ एचआरले लाइन गरेँ मार्क तपाईँको इम्पोर्टेन्ट चिजलाई हाइलाइट गर्नको लागि आइएम अहिले टाइम कम छ इम्पोर्टेन्ट चिजलाई हाइलाइट गर्नको लागि केही पनि हुनसक्छ अर्डर जसरी इम्पोर्टेन्ट चिजलाई हाइलाइट गर्नको लागि हजुरको मार्क युज गरिन्छ अनि सुपरस्क्रिप्ट र सबस्क्रिप्ट ठिक छ सुपरस्क्रिप्ट चाहिँ कुनै टेक्स्टको माथि हजुरलाई के ल्याउनु पर्यो भने सुपरस्क्रिप्ट युज गरिन्छ जसरी मैले एउटा यो अहिले मैले हल्का माथि गरेँ ठिक छ एक्स अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ ओके यहाँतिर हेर्नु होला HA स्क्वायर प्लस P स्क्वायर ठिक छ यो ग्याप हल्का मेन्टेन गर्नु होला एक मात्र ग्याप दिन्छ बढी दिन्न यो हजुरको यसरी लेख्नु पर्यो भने सुपरस्क्रिप्ट युज गरिन्छ यो 2 माथि लेख्नको लागि एसयुपी अनि 2 तल लेख्नको लागि एसयुबी सब सब जसरी अब H2O भन्दा सबस्क्रिप्ट युज गरिन्छ यसरी ठिक छ नर्मल छ इजी छ अनि प्री ट्याग मैले तपाईँलाई भनेको थिएँ जस्ताका त्यस्तै लेख्नु पर्यो भने जस्ताका तस्ता भन्नाले जुन फर्मेटमा यहाँ छ त्यही फर्मेटमा त्यहाँ छ फर इक्जाम्पल मैले यहाँदेखि इन्टर हाने त्यसमा पनि इन्टर हुन्छ यहाँनिर एक स्पेस छ नि यहाँनिर पनि स्पेस छ यहाँनिरदेखि इन्टर हाने
मलाई अझै स्पेस चाहियो, अनि स्पेस अनि तपाईँ देख्न सक्नुहुन्छ सेम फर्मेट एकदम सेम फर्मेट, यी सेम फर्मेटमा हुन्छ। तपाईँको फर्मेट कपी गरिदिन्छ। ट्रिटेकको काम नै त्यही हो, फर्मेट कपी गर्नु। ओके, अब आउँछ ग्रुपिङ। मैले भनेको थिएँ ग्रुपिङ गर्नको लागि फर्स्टमा डिभ, वान अफ द इम्पोर्टेन्ट, हरेक ठाउँमा युज गर्ने डिभ युज नै गरिन्छ। ब्लक लेभल एलिमेन्ट भनेको थिएँ, वाइ ब्लक लेभल, किनकि यो हरेक ठाउँ लिन्छ, हरेक ठाउँ क्याप्चर गर्छ। हामी यहाँ लेखौँ, देखिन्छ। अब हाउ डु वी नो इट इज अ ब्लक लेभल एलिमेन्ट, ठिक छ। एउटा सिम्पल स्टाइल दिउँ, स्टाइलमा ब्याकग्राउन्ड कलर ब्लू, ठिक छ। हेर्न सक्नुहुन्छ ब्लक लेभल एलिमेन्ट भनेको चाहिँ हरेक एरिया लियो। वेयर एज मैले भनेको थिएँ स्प्यान ट्याग चाहिँ लिँदैन, स्प्यान ट्याग हजुरको लिँदैन, ओन्ली लिमिटेड एरिया मात्र लिन्छ, लिमिटेड एरिया। जसरी लिमिटेड देख्न सक्नुहुन्छ साइड बाई साइड लिमिटेड ठाउँ लियो। यतादेखि अब कुनै पनि टेक्स्टहरू अब यहाँदेखि आउँछ, यो नआउनुको कारण यो डिबमा होला या प्याराग्राफ ट्यागमा होला, लोर एन्ड द्याट्स वाइ यो नेक्स्ट लाइनदेखि आयो, नत्र अनि नर्मली उस त्यहीँदेखि नै आउँछ। जसरी फर इक्जाम्पल म यहाँ देखाइदिन्छु, मैले लेखेँ पो, यहाँ हेर्न सक्नुहुन्छ पो आइहाल्यो, ठिक छ। यो भयो तपाईँको डिब स्प्यान। हेडर मैले भनेको, हेडर भनेको केही नै सेमेन्टिक हो, एक स्ट्रक्चरलाई जनाउनुको लागि। जसरी अब हेडरमा हामी हेड होइन, हेडर हो, याद राख्नु होला। हेडर अब टपलाई जनाइन्छ। अब हजुर भन्नु होला टपलाई जनाइन्छ, तर हामी यो त एसडिएफ त यता आउनु थाल्यो, यो भएन हो। याद राख्नु होला, यो फर्मेटलाई जनाइन्छ। अनि यो हामीले आफैले बुझ्ने कुरा हो कि यो हेडर पहिले सबभन्दा टपमा हुन्छ, फुटर तल हुन्छ, ठिक छ। फुटर तल हुन्छ, मेन बिचमा हुन्छ, मेन भित्र नै हाम्रो सेक्सन र आर्टिकल हुन्छ। यो हाम्रो बुझ्नै पर्ने कुरा हो क्या, एउटा फर्मेट भनौँ न त, स्ट्रक्चर, लेटर लेख्ने स्ट्रक्चर हुन्छ नि त, त्यस्तै हो। अनि असाइड पनि मेनसँगै हुनसक्छ या मेनको साइडमा हुन्छ। यो कुरा हामीले बुझ्नुपर्ने कुरा हो, ठिक छ। यसको बारेमा पछि आरामले कुरा गरौँला, यो हजुरलाई पछि चाहिन्छ। अनि नेभिगेसन भन्दाखेरि चाहिँ, नेभिगेसन हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ हेडरमा हुन्छ, ठिक छ। नेभिगेसन हामी हेडरमा युज गर्छौँ। कुनै चिजहरूको लिस्ट देखाउनु पर्यो भने, जसरी होम ट्याब गर्नु पर्यो भने, यसरी अब नेभिगेसनको लागि यसरी होम सेम अलग अलग हुन्छ, त्यहीको लागि। अनि त्यसै गरी हामीले कुरा गरेका थियौँ अर्डर लिस्टको बारेमा, लिस्टको, ठिक छ। लिस्टमा अर्डर भनेको थियो, ठिक छ। अर्डर लिस्टको लागि ट्याग युज गरिन्छ, ओएल ट्याग इज युज फर अर्डर लिस्ट। ओएल यसरी गर्ने, अनि आइटम्सहरूलाई डिफाइन गर्नको लागि एलआई गर्ने, ठिक छ। अनि त्यसमा नेम लेख्ने, लिस्टेस। अहिले मैले यसलाई कपी गरेँ अनि पेस्ट गरेँ, सेभ गरेँ, ठिक छ। तपाईँ यहाँ देख्नुहुन्छ अर्डर लिस्टमा 1 2 3 आयो। अनि हामी टाइप चेन्ज गर्न सक्छौँ। बाइ द वे टाइप चेन्ज गर्नको लागि केही नै, टाइप हान्ने, अनि टाइपमा के दिने त, 1 2 3 कि एबिसिडी, एबिसिडी ल, ठिक छ, एबिसिडी। अब यहाँ हेर्न सक्नु एबिसिडी, नाइ मलाई जीदेखि दिन्छ, ल ठिक छ। तर यस्तो पाएन, तपाईँले बुझ्नुभयो, सीदेखि पाएन। अनि बाई डिफल्ट यसले नलियो भने चाहिँ हजुरको त्यही गर्छ क्या, बाई डिफल्ट 1 2 3 नै लेखिन्छ, बुझ्नुभयो। इट्स सिम्पल, ठिक छ। अर्डर लिस्ट भयो, अर्को अनअर्डर लिस्ट भयो। अनअर्डर लिस्ट डिस्क्राइब गर्नको लागि युएल लिस्ट, युएल गरिन्छ, युएलमा लिस्ट हालिन्छ। अनि अनअर्डर लिस्ट हजुरको यस प्रकार आउँछ, सर्कल सर्कल गरिन्छ।
अनि यसको चाहिँ हजुरको चेन्ज गर्नु पर्यो भने यो स्टाइल यो हामीले CSS बाट गरिन्छ, यो हामी अर्को पार्टमा हेर्नेछौँ, ठिक छ। बाइ द वे नर्मली स्टाइल ट्याग युज गरिन्छ अनि लिस्ट भनिन्छ, लिस्ट स्टाइल टाइप या इमेज राख्ने भए इमेज, त्यसमा URL राखिन्छ। अहिले टाइप चेन्ज गरौँ, टाइप के राखौँ त, SQUARE स्क्वायर, ठिक छ, स्क्वायर राखेँ भन्नु, देख्नुभयो चेन्ज भयो नि त स्क्वायरमा, ध्यान चाहिँ हेर्नु चेन्ज भयो। अगाडि सर्कल थियो, त्यसरी अगाडि सर्कल थियो, मैले यो नराख्दाखेरि अगाडि सर्कल थियो, स्क्वायर थियो, यो डायमन्डमा चेन्ज गर्न सक्नुहुन्छ। यसै प्रकार अरू चिजमा पनि चेन्ज गर्न सक्नुहुन्छ तपाईँ। त आजको लागि हामी यतिकै गरौँ। भोलि चाहिँ हामी मिडियाजहरूको बारेमा र टेबल कसरी बनाउने त त्यसमा जानेछौँ। अनि सेभेन्टिक ट्यागमा पनि हामी सेभेन्टिक ट्यागको आजै गरिदिउँ। सो मैले भनेको थिएँ सेभेन्टिक ट्याग हेल्प सर्च इन्जिन्स एन्ड डेभलपर्स अन्डरस्ट्यान्ड पेज स्ट्रक्चर। पेजको स्ट्रक्चर बुझ्नको लागि युज गरिन्छ। को युज गर्छ, डेभलपर्स र सर्च इन्जिन। यदि हामीलाई वेबसाइट राख्नुको कारणै के हो कि सर्च गर्दाखेरि हाम्रो वेबसाइट आओस् टपमा भनेर, त्यसलाई रिप्रेजेन्ट गर्नको लागि त्यसलाई राम्ररी त्यसको सर्च इन्जिनको रुल फलो गरेर मात्र टपमा आउन सकिन्छ। अनि त्यसको लागि यो सेमेन्टिक ट्याग्सहरू युज गरिन्छ। मेन ट्यागभित्र कन्टेनर हुन्छ, आर्टिकलभित्र इम्पोर्टेन्ट चिज हुन्छ, डकुमेन्ट हुन्छ। सबभन्दा पहिले त मेन ट्याग इम्पोर्टेन्ट हुन्छ, ठिक छ। इट विल डिसाइड तिम्रो पेज रेन्डर, तिम्रो पेज गुगल सर्च इन्जिन, गुगल या कुनै पनि सर्च इन्जिन डिस्प्ले गराउँछ कि नै तिम्रो वेबसाइट कुनै चिज हान्दाखेरि। दिस डिफाइन्स एभ्रिथिङ, ओके, ध्यान राखौँ। त मेन ट्यागसँग मेन ट्यागमा इम्पोर्टेन्ट चिज मात्र राखौँ। बाँकी बाँकी अब इमेज सिमेज राख्ने भए तपाईँ सेक्सनमा राख्न सक्नुहुन्छ, ठिक छ, डिपमा राख्न सक्नुहुन्छ। तर यिनी ट्याग्सहरूलाई हामी केयरफुल्ली युज गरौँ, जति पनि ट्याग छन्, ठिक छ। आजको लागि हामी यतिकै गरौँ, भोलि फेरि पार्ट 2 ल्याउनेछौँ। ओके, बाई।